ओके त्यही हो फ्यान होइन मैले फेरि आज पनि घरदेखि नै भ्लग स्टार्ट हाल्ने ए फ्यान एन्ड नमस्ते आई होप तपाईँहरू सबै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आराम फिट एन्ड फाइन नै छु सो आज हामीले अस्ति जाल बनाएको थियौँ नि त त्यो जाल बनाएको चाहिँ आज चाहिँ माछाहरू सेट आज चाहिँ हामी त्यो जाल बनाएको चाहिँ छाप्न जाँदैछौँ होइन यसो खोला पुग्न चाहिँ अलिक लाग्छ कति समथिङ त्यस्तो 1 घन्टा जस्तो लाग्छ होला होइन अब त्यही हो गाइस होइन जाँदा भेटौँ है त त्यो गाइस होइन अब यहाँ हामी जाँदा चाहिँ के रोपेको रहेछ यो बर पिपल के होला होइन यस्तो दामी बारी रहेछ नि बर पिपल होला ऊपर छ बर चाहिँ त्यही हो होइन अब हामी चाहिँ अब खोला पुग्न लगभग 20 मिनट जस्तो लाग्छ होइन अब खोला पुगेर खोला अब जाल थाप्न जाँदैछु होइन अब खोला पुगेर चाहिँ तपाईँहरूलाई म खोलाको होइन भ्यूहरू है लिएर चाहिँ जाल थापेको सम्म देखाउन गइरहेको छु त्यो गाइस छैन अहिले चाहिँ हामी खोला आइपुगिसकेको छौँ है गर्मीले एकदम हपहप छ सिधै गएर चाहिँ अब हामी पौडी खेलिहाल्छौँ है पौडी खेलिहाल्छौँ अनि पौडी खेलेर चाहिँ त्यही हो जाल थाप्छु होला अनि फेरि बिहान झिक्न आउनुपर्छ क्या बिहानै उठेर रिमरिम 4:30 बजीतिर बाटो लागेपछि 5 बजी यहाँ आइपुग्छ अनि रिमरिममा झिक्न थाल्नुपर्छ ओके त्यही नै हो गाइस होइन खोला देख्न सक्नुहुन्छ उदय पनि भ्लग नै बनाइरहेको छ उसको च्यानलको नाम चाहिँ कचडा भकै धेरै खतरा छ क्या खोला सचिन निकै घटेछ नि मलाई त यहाँतिर आम्मा गाइस खोला त नि त्यही हो होइन हामीले थाप्ने भनेको यहाँतिर हो क्या त्यही हो है अब हामी पनि अब प्लास्टिक गर्ने मैले स्याम्पू ल्याउनु भुलेछु नि साबुन नि ल्याउनु भनेको होइन यहाँ त गाइस पहिला त अस्ति ठुलो दह पो थियो यस्तो गयो भने चुलोमा त हामी हेरिदिनु सक्छौँ त्यही पनि ठिकैको त त्यही हो होइन अब मेन पौडी खेल्ने ठाउँमा पनि आइसकेको छ पौडी भन्दा नि अब पौडी नै हो अब त्यही हो गाइस है हामी चाहिँ पौडी खेल्छु दह छ यहाँ त्यही नै हो गाइस होइन यता उता चाहिँ यस्तो भिडहरू सबै केही छैन त्यही हो गाइस है हामी चाहिँ अहिले जाँदैछौँ बाटो छैन त बाटो छैन है हामी त खोला आएर अब पौडी सौडी पनि खेलियो जाल थाप्न गइरहेको छु यो बाटो चाहिँ यस्तो छ कस्तो हो बाटो के गर्छु दाजु म नि एक त घोकिनु पर्ने होला त्यही हो है बाटोहरू चाहिँ यस्तो छ है बाटो चाहिँ यस्तो अप्ठ्यारो छैन नि ल हो हुन्छ र लास्टमा चाहिँ यहाँ आमा बाँदरहरू त यो ओडालमा त नि यस्तो बस्दैन नि गाइस होइन तर ब्ल्याक गरेर केही देखिएन होला
गाइस है मैले फेरि थापिसकेको छु होइन। अब यो खोला चाहिँ सो त्यही हो फ्यान है। हामीले दाजु चाहिँ अहिले जाल थापिवरी चाहिँ घर जाँदैछु। माछा पोखरी खोइ हो माछा चाहिँ ए त माछा ए के देख्नु र यहाँ कहाँ गयो यिनीहरू यो ए माछा है। हामीले पोखरी आइसकेको छौँ त्यही हो है। माछा त यहाँ कतिवटा पोखरी पो हो दाजु यहाँ कतिवटा पोखरी पो हावा एक बनाए त 2 3 4 5 6 7 8 9 10वटा छ रहेछ है। यो 3 जस्तोहरू राम्रै छ गाइस होइन। यो चाहिँ यो बोका चाहिँ डेन्जर छ क्या यहाँ हेर्नु न। यो यता कताबाट पो किनेर ल्याएको अरे। यो किनेर ल्याउँदाखेरि चाहिँ यता ल्याइ पुऱ्याउँदा चाहिँ खर्च चाहिँ 3 लाख लागेको अरे क्या 3 लाख दाजु। ओके त्यही हो क्या छैन। अब यहाँको भ्यू चाहिँ जाल थापिवरी घर फर्किँदैछौँ है। अब भोलि बिहान झिक्नु जानुपर्ने हुन्छ हामी चाहिँ। ओके त्यही हो भोलि बिहान भेटौँ है त। त्यो फ्यान है म चाहिँ जाल झिकेर घर आइसकेँ। अनि अहिलेको लगभग 2 बजिसक्यो होला। खाना खाएर अहिले त्यसमा रेस्ट गर्नलाई यो आउँदा जाँदाको भ्लग किन बनाउनु पाएन भने लाइन आएन बेलुका पानी परेर लाइन आएन। त्यही भएर फोन चार्ज अलिकति 10% चार्ज अनि त्यही भएर एकाचोटि पर खिचेको मात्रै देखाउनु पऱ्यो भनेर नरिसाइदिनु होला है त। त्यति नै देखाउनु पायो अब चान्स छैन। ओके त्यही हो फ्यान। अनि आजको भ्लग मेरो यति नै हुन्छ। जसले मेरो भ्लग अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क्स फर वाचिङ। र जसले मेरो च्यानलमा अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला है त। ओके।